जेउस काम गरेपछि यस्तो मिठो खानेकुरा खान पाइन्छ साथीभाइहरू। आज चाहिँ हामी यता कता भन्नु भएको हो, यति ठुलो पाइप बोकेर हामी चाहिँ लाग्यो पानी बनाउन। अनि के गर्नु त गाइज, घरमा पानी नै नआएर यति दुःख गर्नु परेको छ। अनि फेरि हामी लाग्यो कामतर्फ। यो पाइपलाई दबाउनको लागि चाहिँ हामीले पहिला नै खनिसकेका छौँ। हाम्रो काम भनेको पाइपलाई बिछ्याउने र त्यसलाई पुर्दिने मात्र हो। र पुर्न भन्दा पहिला त पाइप तान्नु पर्यो नि त, होइन? प्राण जाने गरी बल्ल बल्ल पाइपलाई तानियो र बल्ल बल्ल म जोड्ने ठाउँमा पुगियो। म यता बसेर भ्यूहरू हेरिरहेको छु। तलतिर चाहिँ मेरा साथीहरूले गर्दैछन्, तान्दैछन्। कहिलेकाहीँ रमाइलो गरौँ न त भनेको, रियाक्सनै आएन। हेबा हो, होइन दुखेन कि क्या हो? अनि थोरै मात्रामा खन्न थियो, भाइले चाहिँ यता खनिरहेको छ र अब बल्ल पाइपलाई पुर्नतिर हामी लाग्यो। अनि जे होस्, काम गरेपछि मिठो मिठो खानेकुरा खान पाइन्छ। नास्तामा चाहिँ सेलरोटी र चिया मस्त पारामा मस्काइयो र अब रात पनि पर्यो। एक थाल ढिँडो र मासु स्यामकाइयो। आजलाई यति नै। भिडियो मन परे लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला। ओके, बाई बाई।